हेलो गाइस, त आज म डिनरमा के पकाउँदैछु हेर्नु है त। सुरुमा बनाउँछु आलुदम, त्यसको लागि आलु बोइल गरेँ। अब तेलमा 5 फोरन, सुकेको खुर्सानी, प्याजलाई भुटेर यतिको बनाएपछि अब यसमा आलु हालिदिँदैछु। नुन र हल्दी राखिदिँदैछु। अब टमाटर पनि हालिदिँदैछु। अब एकछिन चलाउँदै भुट्ने 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 अब यतिको भएपछि अब यसमा चाहिँ झोल हालिदिनुपर्छ। धुलो खुर्सानी, धुलो मसला पनि राखिदिँदैछु। त्यसपछि कसुरी मेथी र गरम मसला पनि राखिदिँदैछु। लास्टमा मैले पाकिसकेपछि धनिया पनि राखिदिँदैछु। आलुदम रेडी भयो। अबको पालो सागको लागि कराईमा थोरै पानी राखेँ, त्यसपछि त्यसमाथि साग राखिदिएँ मैले, चम्सुर साग। माथिबाट नुन राखेर अब यसलाई छोपिदिएँ पाक्नलाई। पाकिसकेपछि सबै यसको पानी फालिदिएँ मैले निकालेर। त्यसपछि तेलमा लसुन र हरियो खुर्सानी राखेर यसरी सागलाई फेरि भुटेँ। ल, हाम्रो चम्सुर साग पनि रेडी भइसक्यो। अबको पालो चटनी बनाउने। त्यसको लागि टमाटरलाई पोलेँ पहिला, अनि धनियाँ लसुन पत्ता र हरियो खुर्सानी राखेर टमाटर राखेर चटनी बनाएँ। चटनी पनि रेडी भइसक्यो। ल, फाइनली आजको मेरो डिनर रेडी भइसकेको छ। तपाईँहरूलाई मन पऱ्यो भने लाइक गरिदिनु होला। यहाँ मेरो छोरीले अब मिठो मानेर खाइरहेछ। ल, आजलाई यति नै, बाई बाई साथीहरू, अर्को भिडियोमा भेटौँ होला।